यदि तपाईहरु पनि डिभी भर्ने सोचमा हुनुहुन्छ भने कहिलेदेखि तपाईहरु डिभी भर्न सक्नुहुन्छ र डिभी भर्ने नियमहरु के छन् यस भिडियोमा म यस सम्बन्धी केही जानकारी दिएको छु। यदि तपाईहरु पनि यस सम्बन्धी केही जानकारी लिन चाहनुहुन्छ नमस्कार, स्वागत छ तपाईहरुलाई खुलदुली टेकको यस भिडियोमा। डिभी तपाईहरुले कहिलेदेखि भर्न सक्नुहुन्छ र डिभी भर्ने नियम के छन् यसको बारेमा म जानकारी दिन गइरहेको छु। हरेक वर्षको डिभी अक्टोबरमा खुल्छ र यसपालिको डिभी पनि अक्टोबरमा खुल्ने र नोभेम्बरको सुरुवातसम्ममा बन्द हुन सक्छ भन्ने कुराको अनुमान लगाउन सकिन्छ। अब म तपाईहरुलाई डिभी भर्ने नियमहरुको बारेमा जानकारी दिन गइरहेको छु। यदि तपाई डिभी भर्न चाहनुहुन्छ भने तपाईहरुले +2 पास गरेको हुनुपर्छ अथवा तपाई 12 पास गर्नु भएको छैन भने तपाई जुन काम गर्नुहुन्छ त्यो कामको 2 वर्षको योग्य अनुभव तपाईलाई हुनुपर्छ। र जब तपाईहरु डिभी को लागि आवेदन दिनुहुन्छ त्यहाँ तपाईहरुलाई डिजिटल रूपमा सेट फोटो चाहिन्छ र पासवर्ड विवरणहरु सबै सही भर्नु पर्ने हुन्छ। यदि सबै विवरणहरु ठीक छ भने ठीक छ, यदि कुनै पनि विवरण गलत भयो भने तपाईहरुको आवेदन खारेज हुन सक्छ। त्यही भएर तपाईहरु डिभी को फर्म भर्ने बेलामा सबै आफ्नो डकुमेन्ट अनुसार इन्फर्मेसनहरु भर्नु र नयाँ नियम अनुसार अब तपाईहरुले आवेदन दिनुहुन्छ भने डिभी को लागि आवेदन दिनुहुन्छ भने तपाईहरुले आवेदन शुल्क $1 तिर्नु पर्ने हुन्छ। डिभी को फर्म भरिसकेपछि नतिजा प्रकाशन 2026 मेतिर हुन सक्ने अनुमान लगाउन सकिन्छ। डिभी भर्ने बेलामा तपाईहरुले आधिकारिक वेबसाइट मार्फत तपाईहरुले आवेदन दिनुहोला। कुनै एजेन्ट अथवा कुनै व्यक्तिसँग आवेदन दिन लगाउनुहुन्छ भने बढी शुल्क लाग्ने सम्भावना सबभन्दा बढी हुन्छ। त्यही भएर तपाईहरु डिभी को आधिकारिक वेबसाइट मार्फत मात्रै तपाईहरुले आवेदन दिनुहोला। आधिकारिक वेबसाइट तपाईहरु आफ्नो स्क्रिनमा अहिले देख्नु भइरहेको छ। यही आधिकारिक वेबसाइट मार्फत तपाईहरुले डिभी को आवेदन दिन सक्नुहुन्छ। डिभी को लागि त्यस्ता फोटोहरुलाई योग्य मानिन्छ जुन फोटोको ब्याकग्राउन्ड सेतो हुन्छ र जुन फोटोमा व्यक्तिको फेस क्लियर हुन्छ र दुवै कान देखिएको हुन्छ। यस्ता फोटोहरुलाई डिभी को लागि योग्य मानिने सम्भावना सबभन्दा बढी हुन्छ। डिभी को आवेदन दिइसकेपछि तपाईहरु कन्फर्मेसन नम्बर लेखेर राख्नु पर्ने हुन्छ अथवा कन्फर्मेसन नम्बर देखिने पेजलाई स्क्रिनशट गरेर सुरक्षित साथ राख्नु पर्ने हुन्छ। कन्फर्मेसन नम्बरबाट हामीहरुले डिभी को रिजल्ट हेर्न सक्छौं। त्यही भएर कन्फर्मेसन नम्बर